धन्यवाद देव गुरुङज्यू र सम्पूर्ण प्यानलिस्टहरूलाई आफ्नो विचार समयमै राख्नुभएकोमा पनि धन्यवाद र आफ्नो विचार प्रष्टसँग राख्नुभएकोमा धन्यवाद। सम्पूर्ण श्रोता मित्रहरूलाई पनि यो लामो 2 घण्टाको सेसन ध्यानपूर्वक सुनिदिनु भएको गुनिदिनु भएकोमा धन्यवाद। अब चाहिँ हामी लगभग 3 मिनेट मात्रै बाँकी भएकोमा मैले आफ्नो तर्फबाट आज चेयरको हैसियतले केही नबोल्ने निदो गरेँ, किनभने मेरो सेपरेट प्यानलमा पनि राखिएको छ। तर एउटा कुरा चाहिँ महत्त्वपूर्ण, हामीले छलफल गर्नुपर्ने सर्वाधिक महत्त्वपूर्ण प्रश्न के हो भने एमसीसी मार्फत कतिवटा पुल आउँछन् या कतिवटा बाटा बन्छन् या कतिवटा ट्रान्समिसन लाइन बन्छन्, पछिल्लो 2टा या अरू के बन्छन् भन्ने कुरा मात्रै महत्त्वपूर्ण भएन। अब एमसीसी चाहिँ यदि अमेरिकन मिलिटरी परियोजनाको अङ्ग हो भने यो अरू सहयोग जस्तो एउटा स्कुललाई हुलासको पाता बाँडे जस्तो या 2-4वटा शिक्षकको दरबन्दी दिए जस्तो या युजीसीमा पैसा दिए जस्तो सामान्य विषय होइन। यदि मैले यदि भन्दैछु, अब मेरा त आफ्ना निष्कर्ष छन्, तर तपाईँहरूको दिमागमा हुनुपर्ने प्रश्न चाहिँ के हो भने यदि एमसीसी भन्ने चिज इन्डो पेसिफिक रणनीतिको अङ्ग बनेर आएको छ र इन्डो पेसिफिक रणनीति भनेको आधारभूत रूपले मिलिटरी रणनीति हो भनेर मान्ने हो भने जो कुरा उनीहरूको दस्तावेजमा लेखिएको छ, त्यसपछि त एमसीसी माथि हामीले गर्ने क्रिटिक, हामीले गर्ने आलोचना, हामीले गर्ने समर्थन अर्को विकास परियोजनालाई गर्ने विरोध या समर्थन भन्दा नितान्त गुणात्मक रूपले भिन्न हुनुपर्छ। यो कुरा बुझ्न त्यति गाह्रो चिज होइन र अहिलेको संसार जो चाहिँ युद्ध उन्मुख हुँदै गरेको दुनियाँ, बढीभन्दा हरेक देशले आफ्नो मिलिटरी बिल्डअप गरेको, न्युक्लियर पावरहरूले आफ्नो न्युक्लियर मोडर्नाइजेसन गरेको, जसमा ठुलो राशि धनराशि खर्च गरिएको, बजेटको ठुलो धनराशि खर्च गरिएको परिस्थिति र विश्व चाहिँ युद्ध उन्मुख हुँदै गरेको अवस्थामा कुनै पनि रणनैतिक अथवा मिलिटरी स्ट्राटेजीले, सामरिक स्ट्राटेजीले कत्रो ठुलो इच्छा राख्छ हाम्रो नेपालमा र त्यसले कत्रो असर पार्छ भन्ने कुरा चाहिँ हिजो अमेरिकाले नि नयाँ शिक्षा परियोजनामा दिएको पैसाले के गरौँ भन्ने कुरा एउटा पाटो हुँदो रहेछ, तर रणनीतिक परियोजना अन्तर्गत आएको पैसाले के गर्छ भन्ने पाटो फरक हो। त्यसैले सबै पैसाहरू उस्तै आशयले आउँदैनन्, सबै पैसाहरू एउटै नियतले आउँदैनन्, सबै पैसाहरूले पार्ने प्रभाव एउटै हुँदैन। यो बुझ्न हामीलाई समय लाग्दैन होला। र यसो भन्दै म अब हाम्रो लन्चको टाइम भएको छ। फेरि यो लन्च भन्ने चिज यस्तो छ नि, यसलाई अलिकति ढिलो गइयो भने यसले बदला लिन्छ र चिसिएर बस्दिन्छ र म ढिलो आएको थिइस्, अब म चिसिएको छु, थाहा पाउँछस् भन्छ। त्यसैले सबैलाई म आयोजकको तर्फबाट लन्चको हल हाम्रो यतापट्टि के हल छ, लन्चको हलको नाम वाटरफल के गार्डनमा आमन्त्रित गर्दै आजको यो सेसनलाई यही समाप्त भएको घोषणा गर्दछु। ककालाई दिने यहाँ हाम्रो आयोजक साथीले एउटा के थप सूचना लिएर आउँदै हुनुहुन्छ। यस सेसनका स्पिकरहरू प्यानलिस्टहरूलाई हामीले त्यस्तो महत्त्वपूर्ण गिफ्ट त ल्याउन सकेका छैनौँ, तर हामीले काठमाडौँ डायलग 1 को जुन हाम्रो किताब निकालेको छौँ त्यो दिनलाई हामी गइरहेको छौँ। म पूर्व प्रधानमन्त्री श्री झलनाथ खनालज्यूलाई डायसमा आमन्त्रण गर्छु।
यो पुस्तक हाम्रो बाहिर पनि बिक्रीको लागि राखेको छ र यसमा 1000 रुपियाँ लेखिएको रहेछ, त्यो होइन 200 रुपियाँमा प्राप्त गर्न सकिनेछ। न्यूनतम सहयोग भनेको